द्वारिकामा भगवानको सवारी हुनुभयो। एक दिन भगवान कृष्ण सहित भगवानको पुत्र नातिहरू रैवत नाम गरेको पर्वतमा जानुभएको थियो। रैवत नामको पर्वतमा एउटा तलाउ रहेछ। त्यस तलाउमा एउटा छेपारो शिर तल पुच्छार मास्तिर गरी झुन्डिरहेको थियो। त्यो देखेर भगवानको नातिले निकाल्न बडो कोसिस गर्नुभयो, तर सक्नु भएन। मरेको छैन, छटपटिरहेको छ प्रभु भन्दै भगवान श्रीकृष्णसँग बिन्ती गर्नुभयो। भगवान श्रीकृष्ण तुरन्त गएर हेर्नुभयो। भगवानले आफ्नो चरणले छोइदिनु भएको थियो। छुने बित्तिकै त्यो छेपारोले दिव्य रूप धारण गर्यो। भगवानले भन्नुभयो, तिमी को हो, के कारणले यस्तो छेपारो भएर बस्नु पर्यो भन्दै सोध्नुहुँदा ती छेपारोबाट दिव्य शरीर धारण गरेपछि उसले भन्न थाले, भगवान म मृगी नाम गरेको राजा हुँ। दिनमा यति गाईहरू दान गर्थे जति पृथ्वीमा धुलाका कणहरू छन्, जति आकाशमा ताराहरू लाग्छन्, जति आकाशबाट पानीका धाराहरू झर्छन्, त्यति नै मैले गाई दान गर्थे। तर एक दिन अगाडिको दिनमा दान गरेको गाई भोलिपल्ट अर्को ब्राह्मणलाई झुक्किएर दान गरेछु। एउटै गाईलाई दुई पटक दान गरेको हुनाले मलाई ब्राह्मणको श्रापले छेपारो भएर बस्नु पर्यो। हिजो दान गरेको गाई फुत्केर आएर गोठमा बसेछ। भोलिपल्ट मैले अर्को ब्राह्मणलाई बोलाएर त्यही गाई मैले अर्को ब्राह्मणलाई दान गर्दा दुवैजना भेट भएछ बाटोमा। हिजो गाई लिएर गएको ब्राह्मण गाई हरायो भन्दै खोज्दै आउँदै रहेछ। यता भर्खरै दान गरेर लिएर गएको ब्राह्मण दुवैजना भेट भएपछि बाटोमा विवाद परेछ। दुवैजना म कहाँ आए, मैले झुकेर दान गरे, अन्जानमा दान गरे। हिजो मैले जति दान गरेको थिएँ त्योभन्दा बढी दिन्छु, कृपया मलाई श्राप नदिनुस् भन्दै बिन्ती गर्दा ब्राह्मण रिसाएर तिमी छेपारो जस्तो रहेछौ भनेर छेपारो हुन परोस् भन्दै मलाई श्राप दिए। अनि म छेपारो योनिमा छेपारो भएर शिर तल पुच्छार माथि गरेर जलमा छटपटिएर म बाँच्नु पर्यो। भगवान आज हजुरको कृपाले, हजुरको श्री चरणले स्पर्श गर्नु भएपछि मैले दिव्य रूप धारण गरेँ भन्नुभयो। हेर्नुहोस् त, अन्जानमा गरेको पापले त यस्तो भोग्नुपर्छ भने हामीले जानी जानी कति पापहरू गरेका छौँ। हामीले त नरकमा पनि ठाउँ पाउँदैनौँ। जानी जानी गरेका पापले त नरकमा पनि ठाउँ पाउँदैन। हजुर प्रेत योनिमा जन्म लिनुपर्छ, धुन्धुकारी जस्तो हुनुपर्छ।